조절로빠 알레라스 쿠스투 지구 누구 다이먼드 블로게 거제 지구 필름 वेट आउँदो लाइफ ड्यामेज तर उकै यो चाहिँ ठाउँ म्युजिक भिडियो प्रिमियर ख अहिले थाना सन्दना म्याम यो दिदे थाना हले थिम नुदु तले जि प्रिमियर टु ठाउँ म्युजिक भिडियो सो फिल्म चाहिँ जेट 1 गते वेट आउँदो त कसै आउन ठेक कसैको सोइदी माल के भन्न चाहनुहुन्छ सन्दना चाहिँ तपाई छुटा मास्टर थन्चै ज्यू फिल्म यो पोस्टर जेट 1 गते लस कस्तो डायमन्ड भयो के स्वागत छ भने नि लस कस्तो है डायमन्ड लस कस्तो जोजोलबा डायमन्ड भयो लस कस्तो सुजला हेलो नमस्ते नमस्ते तपाईले मलाई अतार या तपाई आनन्दले खाइरहनु भएको छ Popcorn here is free. के Popcorn here is free. ओ सर वेलकम लस कस्तो डायमन्ड लगे सुबा भन्नु न आमा सर चाहिँ हिरो हो भने हिरै हो है गाइस डिरेक्सन खतरा खतरा पहिला अलिक कन्फ्युज थिएँ अहिले चाहिँ सबैले दामी देखाएको छ आई क्यान केयर सबैले राम्रो भनेर म पत्याएर छु अहिले एकदम प्रोड्युसर साहब ओहो स्याड स्याड पोस्टहरू चाहिँ लाइभ ड्यामेज भनेर होइन आज त्यो हाँस्नु भएको छ हाम्रो भाउजू भयो त भाउजू उता भित्रै छ उता भित्रै बस्नु भित्रै सर अब हामी भित्र जाँदैछौँ फाइनली हामी चाहिँ एकदम यता 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 पनि खिच्नु पर्यो मेरो एकदम थ्याङ्कफुल धीरज सरलाई धीरज सर नभए त्यति चाँडै प्रोजेक्ट भयो एकदम 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 धीरज सर हाम्रो लागि दुश्मन हुन्थ्यो तर पछि थाहा पायो तर सरले धेरै कुरामा हेल्प गरे हो नि हामीलाई सरको टेन्सन पनि दिने अनि रिलिफ पनि दिने माला थियो क्या फिल्म आउँदैछ अक्टोबरमा सर ट्रेलर हेरेको बबाल भने ट्रेलर बवाल छ यार अघि हेरेको बबाल लाग्यो यार आशिष सर तपाईँ पनि हो नि यार मेरो यार पेन रिलिभर त्यो बेलामा यार फायर एक्सटिङ्ग्विसर एकदम तपाईँ नभए त मलाई टेन्सन हुन्छ त्यो बेलामा यार टेन्सन लिने नै होइन नि सरले चाहिँ मलाई त्यो सुटमा होइन यो लाइभ एनिङ सुटमा जतिखेर टेन्सन हुन्थ्यो नि मैले सरलाई आशिष सर भन्ने स्ट्यान्ड बाई नै हुनुहुन्थ्यो खुसी लाग्थ्यो तर एक ठाउँमा चाहिँ उहाँ भाग्नु भएको थियो के खाने टाइममा क्या मान्छेहरू कतिजना थियो नि त तर त्यो बेलामा चाहिँ भाग्ने पनि सिचुएसन थियो अब के गर्नु होइन ए सिसेस के छ यार के छ I'd like to present you the one and only producer of the movie Life Damage. One and only भाउजू लस कस्तो डायमन्ड भ्लग है Diamond Vlog. Diamond Vlog. हो अनि के छ सर कस्तो लागिरहेछ? एकदम एकदम सर ए Main सर character त तपाईँ नै हो। एकदम डर लागिरहेछ टु बी अनेस्ट भन्नुपर्दा आज चाहिँ चिल छ आज त खासै मेरो ए छैन अनि अरू बेलामा चाहिँ मलाई चाहिँ के भइरहेछ भन्दाखेरि भन्नु न। फिल्म चलोस् नचलोस् केही मलाई त्यसको मतलब छैन के भन्दा तपाईँले अर्को पल्ट भन्दा म एक्टर हो भने किन मैले फिल्म खेलेको छु निमेशले डिरेक्टर थियो भने मैले फिल्म डिरेक्ट गरेको छु लेकिन म एक्टर हो त्यस्तोवाला हुन्छ क्या अनि मलाई चाहिँ त्यो एउटा हुन्छ नि लाइक हिजोसम्म चाहिँ मेरो के हो भन्दा आज म एक्टर हो भने नमिल्ने हुन्छ त्यो चाहिँ मलाई थाहा छ क्या। एकदम भाउजू एकदम एकदम छ होइन अब फिल्म त अब थाहा छ नि के हुन्छ नि। अर्पण सर स्वागत छ हाम्रो लाइफ ड्यामेजको चाहिँ आज म्युजिक भिडियोको प्रिमियर छ अनि आई एम सो ह्याप्पी टु यु इन्ट्रोड्युस कि हाम्रो लाइफ ड्यामेजको वान अफ द प्रड्युसर्स डेब्युट प्रोड्युसर साधन श्रेष्ठ प्लिज भनिदिनुहोस् न तपाईँको कस्तो लागिरहेछ हुन्छ नि कस्तो लागिरहेछ फर्स्ट टाइम हो मजा आइरहेछ यस्तोमा आउँदैछ त्यति हो यति हो धेरै नबोल्नु धेरै बोल्नु सकिन्छ The teaser on screen. We
are now going to present the screening of Life Damage Ko dance number, Beautifulum. Ladies and gentlemen, presenting before you on screen, the dance number of Life Damage, Beautifulum, eyes on the screen. Teaser ma heरे जस्तै, song ma हेरे जस्तै, everything is just so catching that हुन्छ नि throughout the music video नै हामीलाई कस्तो hooked बनाइरहेको छ नि हैन. Can we please give a big round of applause for this amazing music video, ladies and gentlemen? Beautiful indeed. अब भने हामी लाइफ ड्यामेजलाई लाइफ दिने हाम्रो कास्टलाई चाहिँ म कृपया अगाडि स्टेजमा इन्भाइट गर्न चाहन्छु. This is the amazing team that we have over here. अब म कुरा गर्न चाहन्छु about the man behind the movie, the director himself, Mr. Nimesh Shrestha. Can you please give a big round of applause for the director? Also, one more time, a big round of applause for the entire team. Life Damage Ko journey reflect garte, we have a special video by the director himself. Ladies and gentlemen, the directorial video on screen, eyes on the screen. नमस्ते, मेरो नाम निमेश श्रेष्ठ र म यो फिल्म लाइफ ड्यामेजको राइटर डिरेक्टर. मेरो जर्नी चाहिँ एक्चुअली 2011 देखि डान्स गरेर सुरु भएको अनि त्यसरी चाहिँ अब मोबाइलहरू हुन्थ्यो, मोबाइलहरूबाट यस्तो यो फनी भिडियोजहरू बनाएर फेसबुकहरूमा पोस्ट गर्ने. I wanna be a billionaire. हाम्रो एउटा दुईवटा भिडियोहरू चाहिँ एकदमै भाइरल जान्थ्यो कि. अनि त्यो हार्लेम शेक त्यसको हो भने फिल्म स्कुल पनि छ नेपालमा भनेपछि चाहिँ एक्चुअली ल फिल्म स्कुल पनि जोइन गर्छु भनेर म जोइन गर्न गएँ होइन. अनि त्यहाँ धेरै एक्सपिरियन्स भयो, सर्ट फिल्महरू बनाउने, साथीहरू बनाउने, साथीहरूसँग काम गर्ने, अब कतै भलिन्टियर्स गर्ने, कतै सर्ट फिल्म फेस्टिभल्सहरूमा पठाउने होइन. त्यो आफैमा पनि एउटा एकदमै राम्रो एक्सपिरियन्स भयो होइन. तर आफूलाई एकदमै युट्युब गर्न मन लाग्ने अनि त्यही भएर मैले 2017मा चाहिँ मेरो कजन अनि मेरो एकजना भाइसँग मिलेर चाहिँ फन रेभोल्युसन टिभी भनेर सुरु गरेँ. अनि फन रेभोल्युसन टिभी सुरु गरिसकेपछि चाहिँ एकदमै राम्रो के भयो भने सर्ट फिल्महरू बनाएर एक्सपेरिमेन्ट गऱ्यौँ. हेलो बेबे, म यहाँ मर्तेलोकमा आइरहेको. एउटा मनुष्य उठाउनु पर्ने थियो कि 15 मिनट है चाँडै आइपुगेछ, त्यही भएर चिल हानिरहेको. ए पसल त बन्द रहेछ. म त झन्डै त्यसले हामीलाई देखेँ क्या हो भने थाहा क्या. अनि त्यही दौरानमा भिडियोजहरू बनाउँदै जाँदा मान्छेहरूले मन पराइदिनु भयो र हामीले अलमोस्ट 1,13,000 जति सब्सक्राइबर बनाउन सफल भयो. जहिले पनि अब फिल्म स्कुल बेलैदेखि फिल्म बनाउने इच्छा थियो. अनि युट्युब चाहिँ खास गरी हाम्रो लागि टेस्टिङ हुन्छ नि, अब एकदमै आफूले सिक्ने मौका अथवा अडियन्ससँग कनेक्ट हुने मौका पाउँछौँ भनेर चाहिँ युट्युब सुरु गरेको थियौँ. युट्युबमा सर्ट फिल्महरू बनाएर त्यसरी कनेक्ट गऱ्यौँ. यिनीहरूलाई त्यस्तो मजाले खेल्नुपर्छ नि. नाटक पारेको मलाई चित्तै बुझेन क्या. 2015मा मैले फिल्म स्कुल सकाएर 2017मा सुरु गरेँ. अनि अलमोस्ट फिल्म स्कुल सकेको 10 वर्ष लाग्यो कि मलाई चाहिँ यो फिल्म लेखेर बनाउन होइन. सो यो फिल्म हाम्रो लाइफ ड्यामेज चाहिँ लेख्नलाई अलमोस्ट 6 मन्थ्स चाहिँ एकदमै रेगुलर बेसिसको टाइम लाग्यो भने 2 मन्थ्स एक्स्ट्रा चाहिँ हामीले रिड्राफ्टहरू गऱ्यौँ होइन. अनि त्यसपछि अर्को अझै 4-5 महिना चाहिँ हामीले डिस्कसन्स गर्ने, रिराइट गर्ने. त्यो दौरानमा चाहिँ स्क्रिप्टमा चाहिँ अलमोस्ट 1.5 इयर्स लगाएको छौँ. हाम्रो यसको एडिटिङमा चाहिँ 3-4 वटा यसरी आउट भएको छ सिनहरू होइन. हाम्रो फर्स्टमा लेखेको थियो नम्बर 6 सबै छ. पछि कुन हुन्छ भनेर दिस इज कल्ड एडिटिङ होइन. एडिटिङ बिफोर सुटिङ होइन. स्क्रिप्ट एडिटिङ बिफोर गोइङ टु द सुट. यो फिल्मको जर्नीसम्म आइपुग्दाखेरि हामीले सोसियल मिडिया अवार्डहरू पनि जित्यौँ होइन. जुन अर्गनाइज भएको थियो हामीलाई बोलाएको थियो. दर्शकको पनि धेरै माया पायौँ नि.
सो हामी चाहिँ युट्युबमा मोस्टली सटायरिकल कमेडीहरू गर्छौँ अनि सोसाइटीको ट्याबुजहरूको बारेमा चाहिँ आवाज उठाइरहेको हुन्थ्यौँ होइन। सो त्यो कुराहरूमा मैले अब सर्ट मुभिजहरू भिडियोजहरू बनाउँदाखेरि आफ्नो राइटिङ स्किल, डिरेक्सन स्किल र एक्टिङ स्किल्सहरू इम्प्रुभ गर्न पाएँ। अनि त्यही स्किल्सहरूले चाहिँ मलाई युट्युबमा सिकेको स्किल्सहरूले चाहिँ यो फिल्म बनाउन एकदमै हेल्प गरेको छ। अनि यो फिल्म पनि एउटा कमेडी सोसल ड्रामा नै हो एन्ड आई एम प्रिटी स्योर यसले चाहिँ कति मान्छेलाई चाहिँ एउटा थट वाइज चाहिँ इम्प्याक्ट पार्नेछ अनि यो इन्डस्ट्रीमा पनि केही नयाँ स्टोरी चाहिँ हुन्छ होला। हामीसँग चाहिँ एकदमै स्पेसल गेस्ट छ है, हलिउडबाट आउनु भएको छ। सो प्लिज गिभ हिम अ राउन्ड अफ अप्लज। सो ही इज नन अदर देन जॉन सीना। And you can see me. You can. Okay guys, that was my joke. त्यही भएर चाहिँ हामीले चाहिँ कस्ट्युममा चाहिँ त्यसरी चाहिँ ब्लेन्ड गरेको त्यो कलर थिम पनि मिल्ने हुनाले प्लस दिस इज माई फर्स्ट फिल्म होइन। अनि हामी गरि नै रहेको छौँ हुन्छ नि। हामीले यो स्क्रिप्ट धेरै ठाउँमा पिच पनि गऱ्यौँ होइन, कहीँ ट्रस्ट गऱ्यो कहीँ ट्रस्ट गरेन, कसैले इन्भेस्ट गर्यो कसैले इन्भेस्ट गरेन होइन। तर हाम्रो काम चाहिँ यो कामलाई निरन्तरता दिइरहने हो क्या। अनि फन रिप्रेसन सुरु गरेको 2017मा, त्यहाँदेखि यहाँसम्म भिडियो बनाएकै छौँ होइन, रोकेकै छैनौँ। अब प्लेटफर्म चेन्ज भयो होला, युट्युब गर्थ्यौँ, अब पछि टिकटक गर्नु थाल्यौँ, इन्स्टाग्राम रिल गर्नु थाल्यौँ। तर अब मुभी बनाउने सपना थियो, मुभी बनायौँ। यहाँबाट अलिकति राम्रै सपोर्ट हुन्छ भन्ने चाहिँ मलाई लाग्छ, किनभने हामीले अलिकति फरक गरेका छौँ। अब स्टोरी टेलिङ अलिकति फ्लोमा मिलाएको छौँ। अब त्यो त अडियन्सकै हातमा हो होइन। तर जस अब लाइफ रिपेयर चाहिँ म रिपेयरै हुन्छ, लाइफ ड्यामेज चाहिँ हुँदैन भन्नेमा चाहिँ म कन्फर्म छु त्यो कुरा चाहिँ।